सक्नुहुन्छ है। म चाहिँ यहाँ अहिले के गर्दैछु भने यहाँहरूको के पकाउनु आँटेको तपाईँहरूले गेस गर्नु त के पकाउनु आँटेको म यहाँ हेर्नुहोस् होला प्याज फ्राई गर्दैछ उयो आलु छ हो अनि यहाँ तेल खाइसक्नु आँट्यो यहाँ चाहिँ भात बसाइरहेको छ हो अनि यहाँ चाहिँ मेरो बुढाई तपाईँहरूले के गर्नुहुन्छ होला म के पकाउनु छु भनेर साथीहरू। सो साथीहरू मैले चाहिँ यहाँ के बनाएको छु भने अघि मैले देखाउँदै थिएँ नि के बनाएको भनेर त्यही खोल्नु त चाहिँ बिरयानी बनाएको हामीले फर्स्ट टाइम बनाएको हेर्नुहोस् होला अन्डा अनि चिकन बिरयानी बनाएको हो। अब यहाँ चाहिँ छ स्यालेड अनि यहाँ चाहिँ राइता हो यो चाहिँ छ बाबा अब चाहिँ एडलिन र एन्जेलालाई दिइहाल्छु ल म। बिरयानी खाने बेबी बिरयानी खाने खाने ल साथीको दुख भयो यो चाहिँ एन्जेलाको सबै पानीको पानी खाइदियो पनि अन्डा त हुन्छ ल ल जाऊ त खाना आफै होस् न आफै खाऊ ल लु बस जानु पानी ल्याइदिन्छु ल एन्जेला कपमा ल्याइदिनु ल ल पहिला प्रार्थना गर्नु प्रार्थना गर्नु पहिला प्रार्थना गर्नु। धन्यवाद प्रभु अब म खाना खानेछु खानामा आशिष दिनुहोस् मासु भात काँक्रा अनि बिरयानी हो मोमोला डोसा पुरा सालमा बनाएको छ बिरयानीको साथमा प्रभु ग्यासको साथमा होस् प्रभु बिन्की मान्छे चाहिँ त्यसको नाममा आमेन प्रेज द लर्ड प्रेज द लर्ड प्रेज द लर्ड। ल खाऊ 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 ल के भयो एन्जेला चाहिँ के भयो नाइस त्यो छोपेर राखिदियो विजय मिर्छ मासु डल्लै निकालेर खान डल्लै टिप्न ठुलो डल्लै टिप डल्लै टिप ओ तातो छ तातो छ ल त्यो हो मेरो खाना बसन्छ खाएको लु खाऊ 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 आलु चिकन काँक्रा खाइदियो हाम्मा गरेर खाऊ हाम्मा यमी छ मिठो नि हाम्रो छोरीले आमा फेरि खाऊ आमा टक्क त्यो साइड राखी टक्क गरेर यति छ हौ खानु न अझै थपेर खानु यो चाहिँ आँको यो हालिदिउँ प्याज र काँक्रा देना मम्मीले देना लु गर्नु चिकन लेग्स खाना लेगा अन्त किन चाहिँ चिचे मागेको लु हामी चाहिँ अब सबैजना खाँदैछ मिठो भएछ बाबा कस्तो भएछ दामी भएछ बिहे कस्तो भएछ अब म खान आँटेको कसरी बनाउनु खाएर देखाऊँ भनेको दोकानमा भन्दा मिठो भएछ मैले बेला मलाई मिठो